एनिमेसन फोटो कसरी बनाउने बिना इन्टरनेट र बिना कुनै एप्सको आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दैछु। सबैभन्दा पहिलो तपाईँ आफ्नो मोबाइलको फोटोज एप्समा क्लिक गर्नुहोस्। जस्तै यहाँ छ मेरो फोटोज एप्स, त म यसमा क्लिक गरेँ। फोटोज एप्समा क्लिक गरिसकेपछि तपाईँ सुरुमा हेर्न सक्नुहुन्छ, यहाँ प्लसको अप्सन छ। यस प्लसको अप्सनमा क्लिक गर्नुहोस्। प्लसको अप्सनमा क्लिक गरिसकेपछि यहाँ धेरै अप्सन आउँछ, जसमध्ये एनिमेसनको अप्सनमा क्लिक गर्नु छ। यहाँ छ, म क्लिक गरेँ, तपाईँ पनि क्लिक गर्नुहोस्। एनिमेसनको अप्सनमा क्लिक गरिसकेपछि तपाईँ आफ्नो फोटो सिलेक्ट गर्नुहोस्। जस्तै म आफ्नो फोटो सिलेक्ट गरिरहेछु। यहाँ मैले फोटो सिलेक्ट गरेँ। फोटो सिलेक्ट गरिसकेपछि यहाँ माथि क्रिएटको अप्सन छ, यसमा क्लिक गर्नुहोस्। क्रिएटको अप्सनमा क्लिक गरिसकेपछि एकैछिनमा यो क्रिएट भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ कस्तो धेरै छिटो यो एनिमेसन फोटो बनाइदिएको छ। यो भिडियो छैन, यो फोटो छ मात्र, यो आफै चल्छ। तपाईँ व्हाट्सएपमा अरूलाई पनि पठाउँदा यो फोटो यस्तै चलिरहन्छ। यहाँ हेर्न सक्नुहुन्छ सुरुमा आइसकेछ एनिमेसन फोटो। यसरी बनाउन सक्नुहुन्छ। र यदि तपाईको मोबाइलमा फोटोज एप्स छैन र ग्यालेरी मात्र छ, त कसरी बनाउने त्यसको लागि पनि मैले यहाँ भनिदिन्छु। त्यसको लागि तपाईँ आफ्नो फोटो सिलेक्ट गर्नुहोस्। जस्तै यहाँ म फोटो सिलेक्ट गरिरहेछु। यहाँ मैले फोटो सिलेक्ट गरेँ। फोटो सिलेक्ट गरिसकेपछि माथि 3 डटको अप्सन छ, यस 3 डटको अप्सनमा क्लिक गर्नुहोस्। 3 डटको अप्सनमा क्लिक गरिसकेपछि तपाईको मोबाइलमा धेरै अप्सन आउँछ, जसमध्ये क्रिएट गिफको अप्सन हुन्छ, क्रिएट गिफ। त्यसमा क्लिक गरेर तपाईँ आफ्नो फोटोलाई सेभ गर्नुहोस्। त्यो आफै यसरी बनिहाल्छ। जस्तै मैले यहाँ बनाएको छु त्यसरी नै त्यो गिफ्ट एनिमेसन फोटो जस्तै बनिहाल्छ। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दैछु। भिडियो हेर्नको लागि धन्यवाद।